नेपाली कम्युनिस्ट पार्टी क्षेत्र नम्बर 1 का प्रतिनिधि सभाका उम्मेदवार जितबहादुर राणा कमरेड रञ्जित चाहिँ भर्खरै मात्रै निर्वाचन आयोगको कार्यालय मेलकुनामा आफ्नो उम्मेदवारी मनोनयन गरेर आइसक्नु भएको छ। यहाँका जनताहरू तारा चिन्ह अङ्कित झन्डाहरू समातेर चम्किलो ताराका साथ नारा लगाउँदै तारालाई अत्यधिक बहुमतले विजय गराउने नारा लगाउँदै तपाईहरु देख्न सक्नुहुन्छ। यहाँ तारामय छ माहौल यहाँको र अरू दलहरू पनि निर्वाचन मनोनयनको लागि दर्ताको लागि चाहिँ गइराखेको अवस्था छ भने नेपाली कम्युनिस्ट पार्टीको तारा झन्डा चुनाव चिन्ह अङ्कित दस्ताहरू देख्न सक्नुहुनेछ। दलबल सहित ठुलो सङ्ख्यामा साथीहरू उपस्थित हुनुभएको छ। अब एक भोट पनि खेर नफालेर नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्ह चम्किलो तारामा यहाँको अमूल्य मतदान हुनेछ। हवस् त, धन्यवाद।